र रेज्युमे चाहिँ कसरी बनाउने त्यो चाहिँ म तपाईलाई बताउन गइरहेको छु र त्यसको लागि एउटा सफ्टवेयर चाहिन्छ जसको नाम चाहिँ क्यानभा हो। त सबभन्दा पहिला चाहिँ हामी क्यानभा डाउनलोड गरौँ न। त यहाँ चाहिँ क्रोममा गएर डाउनलोड क्यानभा लेख्नु तपाई चाहिँ। अनि यहाँ चाहिँ जुन पहिला लिंक आएको छ यो क्यानभाको चाहिँ अफिसियल लिंक हो। यसमा गएर चाहिँ तपाई यहाँ डाउनलोड क्यानभा फर विन्डोज छ भने विन्डोजको लागि गर्नु। जबसम्म यहाँ चाहिँ डाउनलोड भइरहेछ तबसम्म एउटा कुरा भन्न गइरहेको छु म कि यो भिडियो चाहिँ तपाईले चाहिँ पार्ट-पार्टमा मतलब हेर्न सक्नुहुन्छ। किनभने एउटा मैले चाहिँ त्यति बनायो भने त्यो ठुलो भिडियो बन्न सक्छ। त्यसैले चाहिँ कसरी सिभी र रेज्युमे बनाउने त्यो चाहिँ फर्स्ट पार्ट सेकेन्ड पार्ट अब कतिवटा पार्टसम्म भ्याउँछ भने त्यति पार्टसम्म बनाएर र एक दिन दुई दिन ग्यापमा यस्तै अपलोड गर्दै गर्छु। तपाई पनि त्यो हेर्नु भिडियो पहिलो पार्ट हेर्नु त्यसको प्र्याक्टिसहरु गर्नु अनि फेरि सेकेन्ड पार्ट आउँछ भने फेरि सेकेन्ड पार्ट हेर्दै गर्नु। र अब क्यानभा चाहिँ यहाँ चाहिँ डाउनलोड भइसकेको छ र तपाई हेर्न सक्नुहुन्छ यहाँ डाउनलोड भइसकेको छ। अब यसलाई तुरुन्तै खोलौं। अनि यहाँ चाहिँ लगिन थ्रु ब्राउजर छ भने त्यहाँ क्लिक गर्नु। अनि यहाँ चाहिँ के कन्टिन्यू एज यो चाहिँ मैले पहिलादेखि नै खोलेको थिएँ यो इमेलबाट। अनि म चाहिँ एउटा यस गर्छु अनि तपाईकोमा डिस्क्रिप्सन खोल्न सक्छ। त्यहाँ चाहिँ तपाई आफ्नो इमेलबाट लगइन गर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो क्यानभा खोलिसक्यो हो। र यहाँ क्यानभामा हेर्नु मैले चाहिँ पहिलादेखि नै प्रोजेक्टहरु बनाएको छु, धेरै सिभीहरु रेज्युमेहरु पनि बनाएको छु। र आज चाहिँ तपाईलाई म कस्तो तरिकाले चाहिँ के कसो तरिकाले चाहिँ तपाईले चाहिँ यहाँ बनाउन सक्नुहुन्छ त्यो सबै कुरा आज बताउँछु। र यहाँ क्यानभा खोलिसकेपछि यहाँ तपाई सबभन्दा पहिला क्रिएट अ डिजाइन छ हैन। यहाँबाट तपाईले डिजाइन बनाउनु यहाँ चाहिँ धेरै कुराहरु बनाउन सकिन्छ। तर अहिले हामी चाहिँ के हो भने सिभी र रेज्युमे मात्र बनाउन गइरहेछ भने यहाँ चाहिँ सिभी र रेज्युमे मात्र बनाउँ मैले चाहिँ। अनि यहाँ चाहिँ तपाई के लेख्नु सिभी लेख्नु आफै चाहिँ त्यो टेम्प्लेटहरु आउँछ। अनि चाहिँ तपाईले हेर्न सक्नुहुन्छ यो पोर्ट्रेटमा बनाउनु ल्यान्डस्केपमा बनाउनु म चाहिँ यहाँ चाहिँ अहिले चाहिँ तपाईलाई पोर्ट्रेटमा सिकाउन गइरहेको छु। आज चाहिँ क्यानभामा चाहिँ तपाईले चाहिँ टुल्सहरु जुन जुन हुन्छ त्यो मात्र सिक्नु र कुन टुल्सको के काम छ भने त्यो सिक्दै गर्नु। एकछिनको लागि म यसलाई के गर्छु भने यसलाई बन्द गरिरहेको छु। तपाईले चाहिँ सबभन्दा पहिला यहाँ चाहिँ एउटा ब्ल्याङ्क मतलब रेक्ट्याङ्गल टाइपको हेर्नुहुन्छ जसमा चाहिँ सबभन्दा पहिला तपाईले डिजाइन कस्तो बनाउन सक्नुहुन्छ, तपाईको क्रिएटिभिटी कति लेभलको छ, कस्तो खाले के चाहियो भने त्यो सबै कुरा यहाँ हुन्छ। तर मतलब सबै टुल्स यहाँ हुन्छ तर तपाईले चाहिँ त्यो टुल्स युज गर्न सक्नु पर्यो। सबभन्दा पहिला यहाँ चाहिँ डिजाइनमा गएर चाहिँ यहाँ तपाई चाहिँ टेम्प्लेट पनि हेर्न सक्नुहुन्छ। धेरै टेम्प्लेटहरु हुन्छ जस्तै एउटा यो टेम्प्लेट छ। यसमा चाहिँ के गर्नु पर्दैन डाइरेक्ट चाहिँ यसको फोटोको ठाउँमा आफ्नो फोटो लिएर आउनु, त्यसपछि यसको नाम चेन्ज गर्नु। र चाहिँ यदि तपाईले चाहिँ नयाँ चाहिँ बनाउन चाहनुहुन्छ मतलब हैन मैले चाहिँ कसैको टेम्प्लेट युज गर्दिन म आफै बनाउँछु त्यो पनि गर्न सक्नुहुन्छ। तर मेरो विचारमा चाहिँ के हो भने आफ्नो पनि क्रिएटिभिटी लगाउनु र मान्छेले अरूले जो मतलब बनाएको छ अरु मान्छेले जो बनाएको छ त्यसको पनि क्रिएटिभिटी हेर्नु के कसो छ अनि आफ्नो पनि मिक्स गर्नु त्यो एउटा बवाल तरिका हुन्छ। आफ्नो पनि हाल्नु अरूको क्रिएटिभिटी पनि हाल्नु। यहाँ चाहिँ डिजाइन तपाई हेर्न सक्नुहुन्छ यो चाहिँ डिजाइनको लागि हो। यहाँ डिजाइन एकछिनको लागि म यसलाई डिलिट गरिरहेको छु। अनि यो सेक्सन चाहिँ तपाईको डिजाइनको यहाँ एलिमेन्ट्समा चाहिँ जस्तै तपाईलाई चाहिँ कुनै लाइन चाहियो हैन जस्तै मलाई एउटा लाइन चाहियो। यो लाइनको लागि यहाँ चाहिँ लाइन लेख्नु यहाँ लाइन आउँछ हैन। यसमा चाहिँ कुनै पैसा लाग्छ कुनैमा चाहिँ फ्री नै हुन्छ। पैसा किन दिनु फ्रीमा युज गर्ने तर कुनै बेला चाहिँ पैसा पनि हालेर कुनै कुरा लिनुपर्छ त्यो जुन टाइममा युज गर्नुपर्छ त्यो अझै टेक्निक लगाउनु। तपाई चाहिँ बाहिरबाट पनि त्यो कुरा डाउनलोड गरेर तपाई चाहिँ त्यो तरिका सोच्दा चाहिँ त्यो आजसम्म मैले चाहिँ जुन चाहिँ प्रिमियम जुन हुन्छ त्यसको लागि पनि मैले चाहिँ बाहिरबाट नै त्यो गरिसके तर पैसा तिरेको छैन। एलिमेन्ट ट्यागमा यहाँ चाहिँ तपाईलाई के चाहियो त्यो सबै कुरा यहाँ पाइन्छ। रेक्ट्याङ्गल स्क्वायर आइकन साइकन एउटा हैन। अनि टेक्स्टको लागि टेक्स्ट यहाँ तपाईले लेख्नको लागि यहाँ टेक्स्ट ट्याब छ। यहाँ चाहिँ तपाईले जे चाहियो त्यो लेख्न सक्नुहुन्छ। त्यस्तै गरी
यहाँ चाहिँ यसो ब्रान्ड यसो काम छैन। अपलोडको लागि तपाईले चाहिँ के चाहिँ यहाँ चाहिँ के भन्छ भने आफ्नो फोल्डरबाट यहाँ ल्याउन सक्नुहुन्छ। मैले चाहिँ यति कुराहरू आफ्नो फोल्डरबाट यहाँ ल्याएको छु। त्यो अपलोडमा हुन्छ, टुल्स पनि यहाँ हुन्छ, टुल्स जे चाहियो तपाईले यहाँ हुन्छ। त्यसपछि प्रोजेक्ट मतलब जुन तपाईले चाहिँ अहिलेसम्म प्रोजेक्ट बनाउनु भएको छ त्यो सबै चाहिँ यहाँ हुन्छ। आज चाहिँ तपाईले म चाहिँ क्यानभाको त्यो टुल्सहरू सम्झाइदिएको छु र भोलिदेखि तपाईले चाहिँ क्यानभामा चाहिँ के कसो बनाउने तरिकाहरू र क्रिएटिभिटी पनि म तपाईहरुलाई सिकाउने गर्छु, कसरी सोच्ने भनेर त्यो पनि भोलिदेखि। तर आज यो पार्ट 1 भिडियो धेरै ठुलो भइसकेको छ, किनभने यो सिभीहरुमा चाहिँ ठुलो 10 मिनेट 15 मिनेटको भिडियो हाल्न मलाई त्यति राम्रो लाग्दैन। त आजको लागि यति नै हो। भोलि चाहिँ सेकेन्ड पार्टमा तपाईलाई म चाहिँ पुरै सिकाउने गर्छु के कसो बनाउँछु भनेर।